अनि के साथीहरु आज चाहिँ कस्तो दशैं आको जस्तै भइराछ के दशैं आको जस्तै लागिराछ मलाई चाहिँ। हेलो सबैजनालाई नमस्ते। टसिदिले सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। फेरि पनि स्वागत छ याङ्ग्री अफिसियल युट्युब च्यानलमा। तपाईहरुले याङ्ग्री अफिसियल युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु, लाइक गर्नुभएको छैन भने लाइक गरिदिनु। मेरो भिडियो चाहिँ तपाईहरुलाई के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। अनि मेरो भिडियो चाहिँ हिजोअस्ति नै मैले घरमा गएर त्यो दोहोरे लगाएको यताउता गरेर भिडियो बनाएकोमा चाहिँ यस्तो धेरै सपोर्ट गर्नुभएको छ कि त्यसरी नै अर्को भिडियोमा पनि यस्तै साथ सपोर्ट गरिदिनु होला। अनि अहिले चाहिँ म यहाँनेरि डाँडामा आएर बसिरहेको छु। आज चाहिँ अघि नि एकछिन चाहिँ पानी परिरहेको थियो, अहिले चाहिँ पानी रोकिएको छ। पानी रोकिएपछि चाहिँ हामी यहाँनेरि डाँडामा आएको छु साथीहरु। यहाँ चाहिँ यस्तो चिसो हुन्छ, यस्तो दिमाग खराब भइराखेको के चाहिँ यहाँ आएर बस्दा चाहिँ यस्तो शीतल हुन्छ, आनन्द हुन्छ। अनि त्यस्तै हो साथीहरु। अब साउने संक्रान्ति पनि आउँदैछ साथीहरु हैन। अनि यता चाहिँ यस्तो हरियो देखिरहेछ, यहाँदेखि चाहिँ कस्तो दामी देखिरहेछ। यो ठाउँ चाहिँ तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट गर्नु ल, जस्ताको तस्तै। अनि अहिले चाहिँ म यहाँनेरि डाँडामा छु, मेरिङदेन चौतारी। तपाईहरुले सुनिरह होला मेरिङदेन चौतारी मेरिङदेन गाउँपालिकाको थोरै परतिर 5 मिनट 2 मिनटमा पुगिहाल्छ। अनि अहिले चाहिँ यस्तो दामी छ कि यहाँ यस्तो चाहिँ अस्ति मैले भिडियोमा देखाउँदा चाहिँ कलर लगाएको थिएन। अनि अहिले चाहिँ कलर लगाएर यस्तो दामी बनाइसकेको छ। यहाँ कलर लगाएर पनि पुरानो भइसक्यो। अनि म चाहिँ आउन नि पाएको थिइनँ क्या, बल्ल आज आउँदैछु कलर लगाएपछि चाहिँ। अनि यता चाहिँ यस्तो हरियाली हो चाहिँ यहाँ तल देख्नुसी खाम्लुङ। अनि यता पर पनि खाम्लुङै हो। अनि यहाँ पर बजार देखिरहेछ। अनि यहाँ चाहिँ यस्तो दामी छ, पिङ पनि बनाइदिएको रहेछ यहाँदेखि चाहिँ। ओइ लड्छौ है तिमीहरू। अनि यहाँनेरि चाहिँ एउटा ठुलो सिमसाङमा राखेको छ क्या, यहाँ माथि मैले अगाडि पनि देखाइसकेको थिएँ। अनि यहाँ तलतिर चाहिँ कि आई लभ मेरिङदेन लेखिरहेछ यहाँनेरि चाहिँ हो। यहाँनेरि चाहिँ आई लभ मेरिङदेन लेखेको छ। अनि त्यसपछि यहाँ परतिर पिङ छ हैन। अनि यहाँनेरि चाहिँ टिकटक बनाउनलाई चाहिँ यस्तो राम्रो ठाउँ छ। टिकटक बनाउनलाई चाहिँ टिकटक बनाउनेहरूको लागि चाहिँ यस्तो दामी ठाउँ छ। तपाईहरु पनि आउनु होला, टिकटक बनाउनु होला। हाम्रो मेरिङदेन चौतारी हाम्रो गाउँ ठाउँमा भएको हैन। यो यिनीहरुमा चाहिँ आएर टिकटक बनाउनु होला। प्राय सबैले टिकटक बनाएर हालिसकेको देखिरहेको छ साथीहरु। अनि आज चाहिँ हामी पनि यहाँनेरि आएको, आज चाहिँ कि शनिबार हो कि। अनि कस्तो बोर भएको जस्तो क्या। बिहान चाहिँ सबै सरसफाइ गरे हैन, यताउता गरिसकेपछि चाहिँ अघि नै आउँ भनेको पानी परेर साथीहरु। तपाईहरुकोतिर पानी परे कि परेन? हाम्रोतिर चाहिँ पानी परेर पनि एकलट काम लागिसक्यो। अनि अब चाहिँ म यहाँ तलतिर म पनि पिङ खेल्नु जान्छु। आइसकेपछि त एकचोटि पिङ नखेली हुन्छ र साथीहरु। तपाईहरु पनि आउनु ल, सँगसँगै पिङ खेल्नुपर्छ। अनि सानो चाहिँ यहाँ पुरा मस्त सुतिरहेको छ। ऊ चाहिँ अघि नै दोकान गरेर आएको कि। अनि उसलाई चाहिँ कस्तो अल्छी लागेर क्या यहाँनेरि हेर्नु, यहाँ यसरी सुतिरहेछ के भन्नु। अनि उठ्नु न एकछिन। अनि यहाँनेरि चाहिँ एउटा ठुलो ढुङ्गा छ क्या यहाँनेरि चाहिँ।